सिक्किमको त्यो जोरथाङतिर त्यहाँ नाम्चीतिर अलिकति झै झगडा भयो भने के भन्छ सिक्किमको मान्छेहरूले? पारीबाट आयो गुण्डाहरू। अहिले विगतको दिनहरुमा सिक्किमलाई भारतसँग एकत्रित हुँदाखेरि सिक्किममा धेरै कामहरू निक्लेको थियो। टिचरको काम, इन्जिनियरको काम, अफिसरको काम इत्यादि कहाँबाट गयो? हाम्रै चीफ मिनिस्टरहरूलाई, विगतको अहिलेको चीफ मिनिस्टरहरूलाई पढाउने दार्जिलिङ पहाडको गुरुबाउ गुरुआमा यो खाले थियो दार्जिलिङ, तपाईको दार्जिलिङ। सिक्किममा इन्जिनियर सिक्किम बनाउने नै दार्जिलिङ पहाडको कालिम्पोङ खरसाङ मिरिकको मानिसहरू त्यहाँ गएर सिक्किम बनाएको। आजको दिनमा कहाँ झै झगडा हुँदाखेरि दार्जिलिङको गुण्डाहरू आयो भन्ने यो खाले लान्छना 50 सालमा कहाँ पुग्यो दार्जिलिङ? तपाईहरुको दार्जिलिङ कहाँ पुग्यो? त्यसैकारण यो आइजिएफ को युवाहरू चाहिँ त्यो युवाहरू बन्नुपर्छ अनि दार्जिलिङको शान फेरि फर्काउने तपाईहरुको काम हो, तपाईहरुको काम हो। नाताकि हामीलाई बाहिरबाट आएको गुण्डाहरू, बाहिरबाट आएको एन्टी सोशल एलिमेन्ट सिक्किम बनायो। नेपालको राष्ट्रिय गान समान दार्जिलिङको नागरिकहरूले बनायो। सोच्नुहोस् त, आयो समय। अब 50 वर्षमा जे भयो कुरा नगरौँ। अब वर्तमानको कुरा नगरौँ। सिकाउनु पर्दैन हाम्रो युवाहरूलाई। दार्जिलिङको जनतालाई आजको दिन सिकाउनु पर्दैन, बताउनु